इन्डिया आइसिसी मेन्स टी20 वर्ल्ड कप 2026को च्याम्पियन बनेको छ। इन्डियन क्रिकेट टिमले फाइनल खेलमा न्युजिल्यान्डमाथि 96 रनको त्यो शानदार जित हासिल गर्दै लगातार टी20 विश्वकपको दोस्रो ट्रफी हासिल गर्न सफल भएको छ। इन्डियाको कुरा गर्ने भने 2007को टी20 विश्वकप पहिलोचोटि जितेको थियो भने 2024मा दोस्रो पटक टी20 विश्वकपको उपाधि जितेको थियो, जहाँ रोहित शर्मा 2024को टी20 विश्वकपको क्याप्टेन थिए भने 2007 जहाँ महेन्द्र सिंह धोनी क्याप्टेन रहेका थिए र 2026को टी20 विश्वकप लगातार इन्डियाले दोस्रो पटक आफ्नो होम ग्राउन्डमा जितेको छ। यो सँगै इन्डियाले टी20 विश्वकपको उपाधिको सङ्ख्या 3वटा पुर्याएको छ। इन्डिया एउटा यस्तो टिम बनेको छ जसले टी20 विश्वकपको आयोजक राष्ट्रको हिसाबले पहिलो पटक उपाधि जित्ने राष्ट्रको रेकर्ड पनि बनाएको छ। इन्डियन क्रिकेट टिमका लागि यो वर्षको यो टी20 विश्वकपको यात्रा एकदमै उतार चढावले भरिपूर्ण रह्यो, जहाँ सुरुवाती खेलमा इन्डियन क्रिकेट टिम केही स्ट्रगल गरिरहेको थियो, केही सङ्घर्ष गर्नु परेको थियो। जसरी युएसएसँग इन्डियाले प्रदर्शन गर्यो, त्यो कन्डिसनमा इन्डियाले धेरै क्रिकेट फ्यानहरूले इन्डियाको त्यो पर्फर्मेन्ससँग चाहिँ धेरै सन्तुष्टि थिएन, जहाँ इन्डियाका क्याप्टेन सूर्य कुमार यादवले त्यो म्याच विनिङ पर्फर्मेन्स गर्दै इन्डियालाई जिततर्फ डोराएको थियो। त्यस पछाडिका दुई तिनवटा खेललाई पनि हेर्ने भने इन्डियाले जति आफ्नो अपेक्षा गरेको थियो त्यो लेभलको क्रिकेटको त्यो प्रदर्शन देखिएन र सन्जु स्यामसनले पछिल्लो 5वटा खेलमा त्यो मौका पनि पाएका थिए र सन्जु स्यामसन जो टी20 विश्वकपको यो इन्डियाको यो उपाधिको यात्रामा सबैभन्दा महत्त्वपूर्ण खेलाडीको रूपमा रहे, जसले सुपर 8को महत्त्वपूर्ण खेलमा वेस्ट इन्डिजलाई शानदार जित हासिल गर्दै इन्डियालाई सेमी फाइनल पुर्याउन ठुलो योगदान गरे, जहाँ सन्जु स्यामसनको त्यो इनिङ्स सायद त्यो बिना इन्डिया टी20 विश्वकपको सेमी फाइनल पुग्न असम्भव हुने थियो। र त्यस पछाडि पनि सेमी फाइनलमा जसरी इङ्ल्यान्डसँग सन्जु स्यामसनले त्यो ठुलो इनिङ्स खेले, त्यसले गर्दाखेरि इन्डिया लगातार टी20 विश्वकपको फाइनल प्रवेश गर्न सफल रह्यो र फाइनल खेलमा पनि अगेन्स्ट न्युजिल्यान्ड सन्जु स्यामसनकै त्यो 89 रनको मद्दतले इन्डियाले न्युजिल्यान्ड सामु टी20 विश्वकपको मञ्चमा 255 रनको विशाल योगफल तयार पार्न सफल रह्यो। यसरी हेर्दाखेरि टी20 विश्वकपको यो यात्रामा इन्डियाकै उतार चढावले भरिपूर्ण त्यो मोमेन्टको सारथी बनेको छ र इन्डियन क्रिकेट टिममा स्पेसली हेर्ने हो भने जसरी ईशान किसान, अभिषेक शर्मा, त्यसै गरी सूर्यकुमार यादव, हार्दिक पाण्ड्य, शिवम दुबे, तिलक वर्मा हरेकको त्यो पर्फर्मेन्स इन्डियन क्रिकेट टिमका लागि हरेक म्याचमा एकदमै क्रुसल रह्यो र स्पेसली बलिङ एट्याकमा हेर्ने हो भने जसप्रित बुमरा जो वान अफ द बेस्ट पेसरको रूपमा विश्वमा प्रख्यात छन्, जसप्रित बुमराको त्यो बलिङ स्पेलले इन्डियन क्रिकेट टिमलाई हरेक क्रुसल म्याचहरूमा जिताउन एकदमै ठुलो योगदान गरेको छ र जसप्रित बुमरा फाइनल खेलको म्यान अफ द म्याच पनि बनेका थिए। उनले फाइनल खेलमा न्युजिल्यान्ड विरुद्ध 15 रन दिएर त्यो 4 विकेट चट्काएका थिए र यो विश्वकपमा इन्डियाको प्रदर्शन एकदमै धेरै भनौँ न त्यो उतार चढावले भरिपूर्ण भए पनि जसरी इम्पोर्टेन्ट त्यो खेलहरूमा जसरी आफ्नो टिमलाई त्यो कन्ट्रिब्युसन दिनुपर्ने थियो, हरेक खेलाडीहरूले आफ्नो ठाउँबाट कन्ट्रिब्युसन दिएका थिए र टी20 विश्वकपको फाइनल लगातार दोस्रो पटक जित्न सफल पनि भएको छ। इन्डिया अहिले टी20 विश्वकपको यो महान यो उपलब्धिका साथसाथै जसरी खेलाडीहरूले टी20 विश्वकपमा प्रदर्शन गरे, आई थिङ्क यो इन्डियन क्रिकेट टिमका लागि एकदमै ठुलो मोमेन्ट पनि हो। इन्डियन क्रिकेट टिम अहिले सेलिब्रेट गरिरहेको छ टी20 विश्वकपको यो उपाधिलाई र इन्डियन क्रिकेट टिम अहिले एकदमै फर्ममा पनि रहेको छ। जसरी अन्तिममा आएर भनौँ न हरेक खेलाडी फर्ममा आएका छन्, हार्दिक पाण्ड्या, शिवम दुबे, त्यस्तै गरी बलिङ एट्याकमा जसप्रित बुमरा, अर्षदीप सिंह, त्यस्तै गरी वरुण चक्रवर्तीको त्यो स्पेल, त्यस्तै गरी शिवम दुबेको त्यो पार्ट टाइम बलिङ, हरेक क्षेत्रमा इन्डियन क्रिकेट टिमको प्लेयरहरूले कन्ट्रिब्युसन दिएका छन् र टी20 विश्वकपको यो उपाधि दोस्रो पटक लगातार जित्न पनि सफल भएको छ। इन्डियन क्रिकेट टिम एकदमै अहिले भनौँ न एकदमै प्राइम फर्ममा छ र यो स्टेजमा इन्डियन क्रिकेट टिमले पाएको यो उपलब्धि पनि एकदमै लोभलाग्दो छ। पछिल्लो 12 महिनामा इन्डियन क्रिकेट टिमले मेन्स, वुमेन्स र सिनियर र जुनियर गरेर महत्त्वपूर्ण 6वटा आइसिसीका मेजर ट्रफीहरू पनि जित्न सफल भएको छ। आइसिसी वुमेन्स टी20 भनौँ न अन्डर-19 वर्ल्ड कप जहाँ इन्डियाले उपाधि जितेको थियो, त्यस्तै गरी आइसिसी च्याम्पियन्स ट्रफी 2025को उपाधि पनि इन्डियाले जितेको छ। आइसिसी वुमेन्स ओडिआई क्रिकेट वर्ल्ड कपको उपाधि पनि इन्डियाले
केही समय अगाडि जितेको थियो। त्यसै गरी अन्डर 19 टी20 सरी अन्डर 19 विश्वकपको उपाधि पनि इन्डियाले जितेको थियो। त्यसै गरी टी20 विश्वकप 2024को उपाधि पनि इन्डियाले जितेको थियो। यो बिचमा इन्डियाले 6वटा मेजर भनौँ न टी20 त्यसै गरी ओडिआईका टाइटलहरू जित्न सफल भएको छ।